नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी तीन परिवार चाहिँ बजार जान लागेका छौँ। हामी तीन परिवार चाहिँ कहाँ जान लागेको अरे बजार होइन? बजार जान लागेका छौँ। आज चाहिँ हामी यसो बजारको विषय हल्का हजुरहरूलाई देखाउँछौँ। हामी यसो हाम्रो छोरीलाई खसीको मासु खानु मन लाग्यो क्या, खसीको मासु लिन जाँदैछौँ कि अहिले हजुरहरूलाई हामीले देखाउनेछौँ। अलिक टाढै छ कि बेलुका बनाउने बेला देखाउनेछौँ। अलिक टाढै भने यहाँबाट कति अटो भाडा कति लाग्छ? एकजनाको 50 भनेपछि दुईजनाको 100, जान 100 आउन 100, 200 रुपियाँ खर्च हुन्छ। हाम्रो चाहिँ नजिक छैन कि बजार पनि, यहाँ नजिक छैन। यो सुर्खेतको ब्रेन चोक जान पनि, वीरेन्द्र चोक जान पनि टाढै छ क्या। यहाँनिर अटोमा 50 रुपियाँ लिन्छ कि एकजनाको। के कसो बेटर होइन? हो कि भनिदियो त ल, हो नि होइन? अब चाहिँ हामी अटो चढिसकेका छौँ। हामी सर यहाँसरी यहाँ टोकिरहेको छ नि, हामीले यता जीवन सङ्गीत रहेछ नि। अब हामी अटो हिँड्दैछौँ। यताको भ्यू यस्तो छ है साथीहरू। भनेको आज हाम्रो हतार थियो। यहाँ त पनि फेरि पेट्रोल हाल्नु पर्ने बेला यही बेला भएर चाहिँ हेर्नुहोस् साथीहरू, पेट्रोल हाल्नु लागिरहेको छ दाजुहरू। छिटो जाउँ भनेको यहाँ पेट्रोल हाल्नु पर्ने रहेछ। वीरेन्द्र चोक बजार यस्तो छ है गाइज, हेर्नुहोस् है ल। हाम्रो बजारबाट चाहिँ हामीले के लिएर आएको छौँ? यहाँनिर काजु ल्याएछौँ, यी बदामहरू भयो हाम्रो छोरीको लागि। यहाँ खजुर पनि ल्याएको छौँ यहाँनिर। मासु ल्याएछौँ, खसीको मासु। हामी खासमा हिजो गएको थियौँ मासु लिन चाहिँ। 1 केजी खसीको मासु ल्याएको छौँ। सानोको लागि पनि छ कलेज त्यहाँ छ र। हाम्रो छोरी हेर्नु त त्यहाँ गाइज, हेर्नु त के गरेको त्यो यस्तो ल्याएको छौँ। हामी चाहिँ विशेष गरी चाहिँ छोरीको लागि चाहिँ काजु ल्याउँछौँ, लिटो बनाउनको लागि चाहिँ। बेटो बाउ त्यो फाल्नुहुन्न, हाई गरिदेऊ। मासु गरिरहेको छ हाम्रो छोरीले चाहिँ यहाँनिर। यहीँ बस भन्दैछ नि त। अब हामी चाहिँ छोरा हो न, हामी चाहिँ पकाउनेछौँ अहिले। त्यसपछि हामीले चाहिँ सानोलाई लगायत हामी सबै खानेछौँ। हाम्रो भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला है साथीहरू भन्दै आजलाई यति नै। अर्को नयाँ भ्लगमा भेट्नेछौँ। नमस्ते एन्ड बाई बाई।